कृषि नेपालको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकास क्रमको मेरुदण्ड हो भने करिब 2/3 जनसङ्ख्या कृषि पेशामा आश्रित छ। नेपालमा खेती गरिने बाली मध्ये अदुवा एक प्रमुख नगदे बाली हो र प्रमुख निर्यातजन्य कृषि उत्पादनमा पर्दछ। विश्वका अदुवा उत्पादक देशहरूमा तेस्रो स्थान ओगटेको छ। नेपालको प्रमुख अदुवा उत्पादन हुने जिल्लाहरूमा इलाम, सल्यान, नवलपरासी, पाल्पा, डोटी, मकवानपुर आदि पर्दछन्। यसको खेती मध्ये पहाडी भेगको 600 देखि 1500 मिटरसम्मको क्षेत्रमा निकै सफल भएको पाइन्छ। माटोभित्र फल्ने रूपान्तरित डाँठ गानो नै यसको प्रमुख उपभोग गर्ने भाग हो। अदुवाको राम्रो वृद्धि र विकास 25 देखि 30 डिग्री सेल्सियस तापक्रमको बीचमा हुन्छ। अदुवाको लागि 1500 देखि 2500 मिलिमिटर वार्षिक वर्षा उपयुक्त हुन्छ। अदुवा उत्पादन गर्दा धेरै समस्याहरू भए पनि गानो कुहिने रोग प्रमुख समस्याका रूपमा रहेको छ, जसले वर्षेनी करिब 30% उत्पादनमा ह्रास ल्याउँदछ। अदुवामा गानो कुहिने रोग 2 प्रकारका छन्: नरम सर्ने रोग, सुक्खा सर्ने रोग। अदुवामा देखिने नरम सर्ने रोग ढुसी र संकाणुको कारणले हुन्छ। पाइथियम ढुसीको संक्रमण भई नरम सर्ने रोग। यो रोग लागेपछि पुरानो अर्थात् तल्लो पातको किनाराबाट पहेँलिन सुरु हुन्छ र क्रमशः बीच भागतिर बढ्दै गएर पुरै पात पहेँलो भई लुत्रुक्क परेर ओइलाउँदछ। डाँठको फेदमा गिलो भएर जान्छ भने गानो फ्यात्त सर्छ र नराम्रो गनाउँछ। रोग लागेको बिरुवा बिस्तारै तान्दा जमिनबाट सजिलै बाहिर निस्किन्छ। संकाणुको संक्रमण भई नरम सर्ने रोग। यो रोग लागेपछि पातहरू ओइलाउँछ र तलतिर मोडिन्छ। पछि सुनौलो खैरो भई लुत्रुक्क परेर डाँठमा झुन्डिन्छ। बोट हरियो नै हुन्छ तर ओइलाइएको हुन्छ। गानो फ्यात्त सर्छ, नराम्रो गनाउँछ र गानोबाट दुध जस्तो पदार्थ निस्किन्छ। फुजारियम ढुसीको संक्रमण भई सुक्खा सर्ने रोग। यो रोग लागेपछि पातहरू पहेँलो हुँदै जान्छ, डाँठ पहेँलो हुन्छ तर ढल्दैन भने गानोहरू चाउरी परी सुक्खा सडेको हुन्छ। अदुवामा गानो कुहिने रोगको व्यवस्थापन। अदुवामा गानो कुहिने रोग व्यवस्थापनको लागि जग्गा तयारीदेखि रोपण लगायत बाली चक्रका विभिन्न चरणमा सावधानी अपनाउनु पर्छ। ढुसीको संक्रमण भई लाग्ने नरम तथा सुक्खा सर्ने रोग नियन्त्रणका लागि ट्राइकोडर्माले मल उपचार गरी त्यो मल अदुवा बारीमा रोपणको समयमा प्रयोग गर्नुपर्छ। यसका लागि 200 ग्राम ट्राइकोडर्मा 50 किलोग्राम अर्थात् करिब 2 डोको कम्पोस्ट वा गोठे मलमा राम्ररी मिसाई जुटको बोरा, प्लास्टिक वा स्याउलाले राम्ररी छोप्नुपर्छ। मल उपचार गर्ने स्थान घाम र पानी नपर्ने छायामा हुनुपर्छ। सो उपचारित मललाई 15 वा 100 दिनभन्दा केही पछि रोपण गर्नु अगाडि करिब 1000 किलोग्राम अर्थात् करिब 50 डोको कम्पोस्ट वा गोठे मल राम्ररी मिसाई एक रोपनी जमिनमा प्रयोग गर्नुपर्छ। ब्याक्टेरियाको संक्रमण भई नरम सर्ने रोगबाट अदुवा बालीलाई बचाउन अदुवाको बिउलाई रोपणभन्दा अगाडि ब्याक्टेरिया नाशकले उपचार गर्नुपर्छ। सर्वप्रथम अदुवाको बिउ छनौट गर्दा कम्तीमा 2 वटा स्वस्थ टुसा निस्केको रोग र किरा नलागेका पोटिलो गानो छनौट गर्नुपर्दछ। बिउ उपचारका लागि बिउको परिमाण अनुसार 1 देखि 2 फिट गहिरो र आवश्यकता अनुसार चौडाई र लम्बाई भएको प्लास्टिक खाल्डो बनाए उचित हुन्छ। त्यसपछि 20 ग्राम ब्याक्टेरिया नाशक 40 देखि 60 लिटर पानीमा मिसाई घोल बनाउनु पर्दछ।
यति मात्रा घोलले 3 पटकमा गरी करिब 200 किलोग्राम बिउ उपचार गर्न सकिन्छ। यसरी बनाइएको घोलमा बिउलाई करिब 30 मिनटसम्म भिजाउनु पर्दछ। बिउ उपचार गर्दा घोलमा तैरिरहेका हलुका तथा अस्वस्थ गानो हटाउनु पर्छ। यसपछि बिउ छायामा फैलाएर राखी ओभानो भएपछि रोपण गर्नु पर्दछ। अदुवा खेतीको लागि हावा खेल्ने, खुकुलो, पानीको व्यवस्थित निकास भएको र प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो उपयुक्त हुन्छ। माटोको pH 5 देखि 7 भएमा अदुवा खेती राम्रो हुन्छ। वर्षै पछि एउटै जमिनमा अदुवा रोप्नु हुँदैन। एकै जमिनमा 2 वर्ष बिराएर अदुवा खेती गर्दा गानो कुहिने रोग लाग्ने समस्या कम हुन्छ। अदुवा लगाउने जमिन 3 देखि 4 पटक जोती डल्ला फुटाई सम्याउनु पर्छ। उचित पानी निकासका लागि ड्याङ बनाएर अदुवा खेती गर्नु उपयुक्त मानिन्छ। यसका लागि करिब 75 सेमी चौडा, 20 सेमी उचाइ तथा जमिनको आकार अनुसार लम्बाइको ड्याङ बनाउनु पर्दछ। त्यसपछि पंक्तिदेखि पंक्तिको दूरी 30 देखि 45 सेमीमा 6 सेमी गहिरो कुलेसो खनी कुलेसोमा ट्राइकोडर्माले उपचार गरी मिसाएको मल छर्नुपर्छ। मलमाथि हल्का 1 पत्र नीमको पिना छरे उचित हुन्छ। नीमको पिनाले खाद्य तत्त्व उपलब्ध गराउनुका साथै किराहरूबाट हानि हुन नदिई सो व्यवस्थापन गर्न मद्दत पुग्छ। सो नीमको पिनामाथि हल्का माटो छरी पुर्ने। सो माटोमाथि उपचार गरेको बिउ अदुवा 15 देखि 20 सेमी फरकमा टुसा तल पर्ने गरी एउटै दिशातर्फ फर्काइराख्ने। अदुवा रोप्दा त्रिकोणीय विधि अपनाउने हो भने माउ निकाल्न तथा अन्य कृषि कर्म गर्न सजिलो हुन्छ। यसरी राखेको अदुवालाई 6 देखि 7 सेमी माटोले छोप्ने। मकैसँग मिश्रित गरी अदुवा लगाइएमा कुलेसो बीचको दूरी 60 सेमी भन्दा बढी राख्नुपर्छ। अदुवाले पानी जमेको खप्न सक्दैन। त्यसैले पानी निकासको लागि 2 ड्याङको बीचमा निकास कुलोको राम्रो व्यवस्था गर्नुपर्दछ। अदुवा रोपेपछि उपलब्ध स्थानीय सामग्री जस्तै सुकेका पात, स्याउला, पत्कर आदिले करिब 10 सेमी बाक्लो छाप्रो हाल्नुपर्छ। असुरो, तितेपाती, चिलाउने र खिर्रोको स्याउला सबैभन्दा उपयुक्त छाप्रो मानिन्छ। रोग र किराको प्रकोप कम गरी स्वस्थ बाली उत्पादनका लागि गोडमेल गर्नु निकै आवश्यक छ। पहिलो गोडमेल रोपेको 1 महिनामा गर्नुपर्छ भने दोस्रो गोडमेल रोपेको 2 महिनामा गर्नुपर्छ। वर्षा कम हुने क्षेत्रमा सिँचाइ आवश्यक परे पनि अदुवा स्वभावतः आकाशे पानीको भरमा खेती गरिने बाली हो। अदुवा रोप्ने समयमा सुक्खा मौसम भएर सिँचाइको सुविधा उपलब्ध